लोकसेवाको आइटी अफिसरको इक्जाम दिइराख्दाखेरि अथवा आइटी अफिसरको लागि प्रिपरेसन गरिराख्दाखेरि हामीले चाहिँ के कुरा ध्यान दिनुपर्छ भन्दाखेरि लोकसेवाको लिखित परीक्षाको इक्जाम दिँदाखेरि चाहिँ हामीले चाहिँ नेपाली र इङ्ग्लिस जुनसुकै भाषामा पनि इक्जाम दिन सकिनेछ। अनि यसको लागि चाहिँ हाम्रो फर्स्ट पेपर र सेकेन्ड पेपर लिखित परीक्षा छुट्टा छुट्टी नै हुने भइहाल्यो, जसमा चाहिँ हाम्रो फर्स्ट पेपरमा चाहिँ हाम्रो एमसिक्यू क्वेसनहरू आउँछ। जुन क्वेसनहरू चाहिँ यदि गलत भयो, यदि रङ एन्सर भयो भने चाहिँ त्यसबाट चाहिँ हाम्रो 20% मार्क्स चाहिँ काटिनेछ। भन्नुको मतलब हामीले यदि 5वटा क्वेसन गलत गऱ्यौँ भने चाहिँ हाम्रो 1 मार्क्स चाहिँ माइनस हुनेछ। त्यस्तै हाम्रो बहुपयोगी प्रश्नहरू हुने परीक्षामा कुनै पनि प्रकारको क्यालकुलेटरहरू प्रयोग गर्न पाइने छैन। त्यस्तै विषयगत प्रश्नहरूको हकमा चाहिँ तोकिएको अङ्कमा एउटा लामो प्रश्न वा एउटै प्रश्नका 2वटा भन्दा बढी भाग वा एउटै प्रश्न अन्तर्गत 2 वा बढी टिप्पणीहरू सोध्न सकिनेछ। त्यस्तै हाम्रो द्वितीय प्रश्नपत्रमा चाहिँ के हुन्छ त भन्दाखेरि प्रत्येक खण्डका लागि छुट्टा छुट्टै उत्तर पुस्तिकाहरू हुनेछन्। परीक्षार्थीले प्रत्येक खण्डका प्रश्नहरूको उत्तर सोही खण्डको उत्तर पुस्तिकामा लेख्नुपर्नेछ। भन्नुको मतलब हाम्रो चाहिँ यो सेकेन्ड पेपरलाई चाहिँ फर्दर डिभाइड गरिएको हुन्छ डिफ्रेन्ट भागहरूमा। त्यो भागहरूको चाहिँ छुट्टा छुट्टै उत्तर पुस्तिकाहरू हुन्छन्। छुट्टा छुट्टै उत्तर पुस्तिकामा त्यसको एन्सरहरू लेख्नुपर्ने हुन्छ। त्यस्तै यो पाठ्यक्रम अनुसार अन्तर्गतका पत्र र विषय वस्तुमा जेसुकै लेखिएको भए तापनि पाठ्यक्रममा परेका कानुन, ऐन, नियम तथा नीतिहरू परीक्षाको मितिभन्दा 3 महिना अगाडि संशोधन भएका वा संशोधन भई हटाइएका वा थप गरी संशोधन भई कायम रहेकालाई यस पाठ्यक्रममा परेका सम्झिनु पर्दछ।